नमस्कार सम्पूर्णमा। यो चाहिँ सर्दीको भ्यू चाहिँ हेर्नु होला है त। म चाहिँ यो देउराली भन्दा माथिपट्टि भिरभन्दा माथिपट्टि डाँडाबाट चाहिँ यो भिडियो खिच्दैछु। अहिले चाहिँ यो भ्यू कस्तो लाग्छ हजुरहरूलाई हेर्नु होला है त। म चाहिँ अहिले यहाँ देउरालीको झलुङ्गे पुल छु है। अनि यहाँ माथि डाँडातिर गएर चाहिँ हजुरहरूलाई यो सनराइजको चाहिँ यसो भ्लग बनाऊँ भनेर आएको है। म अहिले चाहिँ ट्याक्कै 5 बजेको छ, जाँदैछु म। अँधेरै छ, 5 बजेछ भर्खरै है, घाम पनि उदाएको छैन। अनि त्यहाँ माथि डाँडामा पुगेर चाहिँ मैले यो सनराइजको चाहिँ भ्लग बनाउँछु भनेर हिँडेको है। खासमा चाहिँ यो चाहिँ हामी पहिला थाकल खान आउने ठाउँ हो। एकदमै थाकलको रुखहरू छ है यहाँनिर चाहिँ। यस्तो छ है बाटो चाहिँ। अब जाँदैछु म मास्तिर, हेरौँ कस्तो त हुन्छ है। हजुरहरूलाई यसो सामान्य दृश्य देखाऊँ भन्ने हिसाबले जानु लागेको हो म चाहिँ। अब तिनकन्या देवी माताले पनि रक्षा गरून् है, त्यही भन्दै थाहै लाग्दो रहेछ हो। यसरी बिहानै 4 बजे उठेर 4:30 बजे उठेर नुहाएर चाहिँ म हजुरहरूलाई चाहिँ यो सनराइजको दृश्य देखाऊँ भन्ने हिसाबले चाहिँ जाँदैछु है। त्यो माथि भिरदेखि चाहिँ मैले खिच्ने नै छु है। म त यहाँ माथि कुलोमै आयो कि के हो भनेको त अझै आउनै रहेछ है। अझै माथि रहेछ कुलो चाहिँ। हो त्यतापट्टि बत्ती बोलेको चाहिँ गाउँहरू देख्न सक्नुहुन्छ हजुरहरूले है। म चाहिँ यहाँ जङ्गलमा छु। अनि यो चाहिँ कुलो है खासमा भन्नुपर्दा चाहिँ। यो चाहिँ कुलो पनि यता मास्तिर जाँदैछु। उतापट्टि सरल गाउँहरू देख्न सक्नुहुन्छ हजुरहरूले है। यतातिर जाँदैछु म चाहिँ। यहाँबाट कस्तो देख्छ हो। यतापट्टि पारिपट्टि बत्ती बलेको चाहिँ कुसुन्डे गाउँ है। कुसुन्डे गाउँ छ त्यहाँ। यहाँ मुनिपट्टि चन्दन गाउँ छ है। यतापट्टि यो बत्ती बलेको देउराली अनि तलतिरपट्टि चाहिँ सर्दी है त। यहाँ तल चाहिँ कस्तोसम्म हेर्छु त्यहाँ चाहिँ पुगेर यस्तो छ भ्यू चाहिँ है। देख्दै देख्दैन हो यहाँबाट त। एकछिनबाट दुख्ली सेक्दो रहेछ, त्यहाँ एकछिनबाट सब फेरि दिमाग खराब भयो।
यो देखिएको चाहिँ देउराली भन्ने गाउँ है। यस्तो देखिएछ है। यहाँदेखि हेर्दाखेरि चाहिँ म यहाँ माथि यहाँ मुनिपट्टि चाहिँ खोला छ होइन। अनि यो खोलाभन्दा माथिपट्टि यो भिरभन्दा माथिपट्टि छु म चाहिँ। अनि यो देखिएको चाहिँ देउराली गाउँ यस्तो देखिएछ है, हेर्नु होला। अनि यस्तो देखिएछ है। यो खोला छ, यो खक्रा खोला भन्छ होइन। त्यहाँ पटपटे रहेछ त्यो देखेको चाहिँ। अनि त्यहाँ झलुङ्गे पुल छ, त्यहाँनिर गाविस छ, वडाको कार्यालय पनि त्यो सेतो सेतो देखेको हो। अनि उतापट्टिबाट आउने खोला चाहिँ बिनै खोला होइन। त्यहाँ कबेको घर चाहिँ मिसिन्छ है। त्यो कबेरमा मिसिन्छ, त्यहाँनिर एकदमै गहिरो छ है। त्यहाँ देखेको त्यो पानीको उसमा चाहिँ गहिरो छ, 2-3 जना मान्छे एकैचोटि डुबाउने खालको होइन। अनि त्यो चाहिँ गर्जोक जाने झलुङ्गे पुल होइन। यो चाहिँ देउराली गाउँ। एउटा बस जाँदै रहेछ 7 बजेको, 6:45को बस हिँडिसकेछ है। अनि देउराली गाउँ हो। म चाहिँ यहाँनिर आज यो सनसेटको भिडियो खिचौँ भनेर आएको थिएँ है। यता तलतिरपट्टि यो कुहिरो लागेको ठाउँतिर चाहिँ यो चाहिँ सर्ती गाउँ चुका। अनि तलतिरपट्टि सर्ती बगैँचा होइन, थुप्रै छ है गाउँहरू। यो चाहिँ सर्ती भ्याली है त। अनि आज यो सर्ती भ्यालीको भ्लग बनाउनलाई म बिहानै 5 बजे उठेर चाहिँ यहाँ माथि आएको थिएँ। अनि सोचे जस्तो चाहिँ घाम चाहिँ बाङ्गे उदाइदियो कि है। मैले चाहिँ यतापट्टिबाट उदाउला कि भनेर सोचेको थिएँ। अनि त्यस्तो चाहिँ भएन सोचे जस्तो चाहिँ। यो चाहिँ देउराली गाउँ है त। एकदमै राम्रो छ है। यहाँबाट हेर्दाखेरि झनै राम्रो देखिन्छ। अब म चाहिँ फर्किनु पर्ला है। यो भिडियो हेरिदिनु भयो, हजुरलाई धन्यवाद होइन। मैले त्यो अर्को भिडियो त्यो घाम उदाएको कताबाट उदाउँछ भनेर पनि त्यो भिडियो पनि हाल्नेछु। त्यो टाइम ल्याप्समा खिचेको थिएँ मैले, हेर्नु होला होइन। त्यति भन्दै म अर्को भिडियो राख्न चाहन्छु। यता माथि जङ्गलतिर आएको थिएँ है। अनि यो सनराइजको भिडियो खिचौँ न त भनेर है आएको थिएँ। तर के भइदियो भन्दाखेरि चाहिँ घामै बाङ्गे उदाइदियो कि। के गर्ने अब होइन। घामले बाङ्गे उदायो भनेर टिपेर अर्कोपट्टिबाट उदा भन्न पनि नमिल्ने होइन। अनि म चाहिँ यहाँबाट भिडियो खिचेर चाहिँ फर्किन लाग्दैछु। लुटिन्छ क्या हो। अनि फर्किँदैछु म चाहिँ। अब यतापट्टिबाट जानु पर्ला। यो खोल्सो पनि छ यहाँनिर। यो खोल्सो तरेर चाहिँ जानु पर्ला उता बारीपट्टि। कस्तो छ है त बाटो हेरौँ। यहाँबाट मिल्छ कि मिल्दैन, मिलाएर जानुपर्छ। अब के गर्ने, यस्तै छ। यो चाहिँ थाकल है मैले समातेको चाहिँ। यो थाकल चाहिँ अब पाक्छ छिटै नै, लगभग 1 महिना जतिमा पाक्ला है थाकल चाहिँ। यहाँनिर चाहिँ यस्तो खोल्सा छ है। यो खोल्सा होइन, यो जङ्गलमा म चाहिँ अघि त्यहाँ माथिपट्टि गएको थिएँ है। यो घाम उदाएको भिडियो बनाऊँ भनेर गएको थिएँ। तर के गर्ने, घामै बाङ्गे उदाइदियो है। गाह्रो छ। म बिहानै आज 4 बजी उठेर होइन नुहाएर अनि 5 बजीतिर यहाँ जङ्गलमा आएको थिएँ। अहिले झन्डै 7 बज्न आँटिसकेको छ। यो चाहिँ जङ्गल। तल्लोपट्टि देखेको चाहिँ सर्दी भन्ने गाउँ है, देउराली भन्ने गाउँ। अझै तलतिर चाहिँ सर्दी छ। अब यताबाट यस्तो तेर्सै जानु पर्ला भन्दै त्यही जङ्गलतिर हिँड्दैछु म चाहिँ। अब तेर्सै हिँड्दैछु। भिडियो खिचेर आइसकेँ होइन, फर्किसकेँ। कस्तो लाग्छ हजुरहरूलाई होइन, प्रतिक्रिया दिनु होला, सुझाव सल्लाह दिनु होला। यहाँनिर चाहिँ थाकल छ होइन। यो थाकल पाकेको बेलामा पनि म यो थाकल खान आएर, थाकल खोज्न आएर चाहिँ भ्लग बनाउने नै छु भन्दै अहिलेलाई चाहिँ म बिदा हुनु पर्ला है त।
यस्तो छ जङ्गली जङ्गल हिँड्दैछु है। अब ओ यतापट्टिबाट झर्न पर्ला। यस्तो बाटो हिँड्दैछु है। यस्तो छ है बाटो चाहिँ। यो थाकलको बिचबाट म तलतिर झर्दैछु, झर्न लाग्दैछु है। यस्तो छ। अब आयो कता कता आइयो जस्तो भए के गर्ने यार। यही बाटो झर्नु पर्ला तलतिर सिधै। यस्तो बाटो छ। रेडियो बजिसक्यो है। ट्याक्कै 7 बज्यो है। मैले यो चाहिँ देउरालीको पुल है, खक्रा खोला पुल भन्छ यसलाई चाहिँ। अनि के भन्छ अरे, योभन्दा यता तलतिरपट्टि चाहिँ देउराली गाउँ सर्दी जाने बाटो होइन। अनि जुन बाटो यो अहिले म हिँडिराखेको छु है, यो बाटो चाहिँ यता मास्तिर गयो भने चाहिँ पाल्पा पुगिन्छ है। अनि यो बाटो अब पनि के भन्छ अरे, छिट्टै नै यस बाटोको स्तर उन्नति होइन, यहाँनिर चाहिँ ढलाइ गर्ने भन्ने के सुन्ने छ है। त्यो काम भयो भने चाहिँ झन्डै बाइकमा चाहिँ एराउन्ड 5-6 किलोमिटर 6-7 किलोमिटर होला, उतिखेरि 10 मिनटभित्रमा चाहिँ हामी पाल्पा पुग्न सकिन्छ। यो चाहिँ खक्रा खोला पुल है। यस्तो छ, राम्रो छ पुल चाहिँ। म चाहिँ त्यहाँ बाइक राखेर माथिपट्टि गएको थिएँ भिडियो खिच्न भनेर। अनि उतापट्टि चाहिँ देउराली भन्ने गाउँ छ है। अनि यता पारिपट्टि चाहिँ लाठीफाट भन्ने गाउँ। अनि यो ठ्याक्कै यो भिरभन्दा उतापट्टि चाहिँ उस गाउँ छ है, के भन्छ अरे, चन्दन भन्ने गाउँ छ है त।